वान टाइप स्टार्ट गरेर देखाइदेऊ। यो त आफै ब्याग चाय लभर चाहिँ यता आमै अघि 1 कप अहिले फेरि 1 कप। व्हाट्सअप गाइज, वेलकम ब्याक अगेन। अनि आज होटल घर आइयो भर्खरै। अनि मैले चाहिँ के गरेछु भने निब्बीको थ्रोटल बडी लिएर आएको छु। यो चाहिँ एउटा पिस हो, यसको पिस यहाँ छ। यो चाहिँ पुरानो यो निकालिदिएँ अनि आफै घरमा खोलेर होइन यसलाई इन्स्टलेसन गर्न लगाएको छु। यो खोलेर पनि यो फिट छ कि नै भनेर हेरिसकेँ यो निब्बीको होइन। अनि यो मेरो नयाँ जुन किनेको थिएँ नि मैले, लगाएको थिएन पुरानोमा, एमा अब हालेपछि त्यतिकै जान्छ कि अनि ट्राई गरेको गएन। बट अब हालेपछि अनि यस्तो डबल्ने है। ल यो चाहिँ मजाले भइरहेको छ। अर्को चाहिँ के भएको थियो भन्दाखेरि यसको यो यस्तो छ कि यो भाग चाहिँ पुरै क्र्याक छ होइन। अनि यसको चाहिँ यो भागले चाहिँ चरप्प छोपिदियो कि यसलाई। यसको चाहिँ अगाडि फेरि छैन यस्तो रूपमा, म देखाउँछु। यसको चाहिँ यस्तो छ होइन, देखिएछ कि नि। यसको चाहिँ पुरा वाइड ओपन छ क्या, त्यही भएर चरप्प यसले छोपेर त्यो भइरहेको थिएन कि। ल अब एकछिन इन्स्टल गर्छु, हुन्छ कि हुँदैन होइन। आफै इन्स्टलेसन प्रोसेस सुरु गरेको के हुन्छ हेरौँ। फर्स्टमा चाहिँ के गर्नुपर्छ भने चाहिँ यसको यहाँनिर एउटा ग्याप छ होइन, ग्यापमा चाहिँ यस्तो गरेर हालेपछि यो तार चाहिँ निक्लिन्छ होइन। अब यो तार पनि निक्ल्यो ग्यापबाट। अब चाहिँ यसलाई यो बडी निकालेर निब्बीको बडी हाल्ने। निब्बी द फर्स्ट थिङ फर्स्ट वी गोना इन्स्टल दिस पिस फर्स्ट होइन। त्यसपछि चाहिँ बल्ल थ्रोटल बडी जान्छ है। यो चाहिँ यसमा वायर आउँछ यहाँबाट यसरी, अनि यो वायर पनि यताबाट निक्लेर अनि बल्ल यो यसमा जान्छ है। डट बाइक किनेपछि के गर्ने, मिस्त्री भन्ने भयो, गाह्रो छ। डट बाइक चलाउन गाह्रो छ। यो भाग यसरी गयो नि, यो भाग गएपछि यो भागलाई यसरी निकालिन्छ हामी यहाँबाट सट्ट लाएर। यो भाग कसिन्छ त्यसपछि यहाँ हेर्नु है, कसिन्छ किन। अब हामी चाहिँ के गर्न गइरहेको छौँ भने यो माथिको स्क्रु निकाल्न गइरहेको छौँ। दुईवटा स्क्रु छ यसमा चाहिँ, एउटा यहाँ छ, एउटा यहाँ छ स्क्रु चाहिँ। ल हाम्रो हेल्पर भाइलाई सामान दिन्छु है। यो चाहिँ अर्को चाहिँ यो फेरि निकाल्ने। यो खोलेपछि हाम्रो के हुन्छ भन्दाखेरि यो भाग सट्ट निक्लिन पर्ने। ओ निक्ल्यो, ननिक्लिनुले कि। अनि हाम्रो यो भाग पनि निक्लिन्छ है। ल हेर्नुहोस् यो भाग पनि निक्ल्यो है। यो यहाँ यो के हुन्छ भन्दाखेरि होइन, यो यसको भित्र जान्छ यसरी अनि यहाँबाट यसरी तान्ने हो कि यो होइन। सो पहिला हामीले यहाँबाट त्यो वायर छिराएर यसमा अड्काएपछि बल्ल अनि यो फिटिङ हुन्छ कि। सो अघि मैले बिर्सेको थिएँ, त्यही भएर डाइरेक्ट कस्दै गएको थिएँ। अब चाहिँ बल्ल यहाँबाट छिराउने यस्तरी, यहाँबाट छिराएपछि यहाँ निकाल्ने। यसको पिन खै पिन, यो पिन चाहिँ नबिर्स्यौँ है। यो पिन चाहिँ फेरि नबिर्स्यौँ है, यो पिन बिर्सिन हुन्न। यो पिनलाई यसरी हाल्ने। खान्न भयो। हेर्नु एज यु क्यान सी वाट आई हेभ डन हियर भन्दाखेरि यो वायरलाई यहाँबाट यसरी छिराएपछि के हुन्छ भने यहाँ एउटा ठाउँ हुन्छ राख्ने होइन। यो पिन पनि हाल्नुपर्छ। यो पिन अड्काएपछि योमा अड्किन्छ यसरी, अनि यो बटार्दा सर्टी बटारिन्छ। अब यसको चाहिँ यो भाग हाल्नुपर्छ है, गोलो भाग। यसको चाहिँ यो गोलो भाग हाल्नुपर्छ। यसलाई चाहिँ कसरी हाल्ने भन्दा यस्तो गराएर च्यापेर कुनामा यसरी हाल्ने हो है। ल यो भयो। अब यो भएपछि ल हेर्नु है, हल्लिन्छ है। अब यो माथि यो लगाउँछौँ, यसको सपोर्ट हो यो एउटा टपमा, त्यसपछि अर्को सेकेन्डमा है। सबै मजाले कस्ने है। सो फेरि पनि यो मैले के गर्दैन भन्दा, अहिले पनि के गर्दैन भन्दा फुल्ली कस्दैन, यो हल्का हल्का अड्काउँछु मात्र होइन।
ट्रायल गर्न पऱ्यो नि पहिला ट्रायल एन्ड एरर हुन्छ नि त सो ट्रायल गर्न पऱ्यो खोल्नु पऱ्यो भने फेरि टाइट कस्यो भने त्यो हुन्छ सुरुमा ट्राई गर्न पऱ्यो त्यसपछि खोल्ने है बल्ल ल यो गयो अब के गर्छु यसको तलको लक लाउँछु यो लगाएपछि बल्ल हाम्रो थ्रोटल चाहिँ हुन्छ है हुन्छ यसको लागि एउटा एलएन की चाहिन्छ एलएन की भन्नाले यस्तो हो यसले सट्ट कस्ने यसलाई मजाले ठ्याक्कै यसको डाइरेक्सन मिलाएर कस्ने कहाँनिरसम्म उ गर्छ बाइक पनि घुवा गर्छ फेरि तार तन्कियो भने धेरै त्यही भएर यसलाई मिलाएर गर्नुपर्छ अनि यो बराबर हल्का हल्का कस्ने अब हेर्नु नि यहाँ मैले कसिदिइहालेँ यो पुरै कस्यो यता चाहिँ ग्याप छ यता पनि कसिसकेको छ बट यता ग्याप देखेको छ सो बराबर कस्नुपर्छ यसलाई है हल्का हल्का गरेर अनि एकछिनमा फिनिस हुन्छ र मैले बटाएर देखाउँछु यसलाई फिनिस त हुन लाग्यो तर त्यो के भन्छ ग्रिप पो पस्छ किन पसेन यहाँ पुरा ओइल लगाएर मैले ल्युब लगाएर होइन ल्युब लगाएर पसाल्नु खोजेको थिएँ के अरे पस्दै पसेन अब यो हालेपछि पस्छ किन ट्राई गर्ने एज यु क्यान सी है कहाँ यो त आफै ब्याक त भइरहेको छ होइन आफैले गरेको काममा त्यो भरोसा लाग्दैन कि अलि स्टार्ट गरेर हेर्नुपर्छ है क्विक थ्रोटल भन्ने फेरि यही हो कि त्यो धेरै हुँदैन यसको प्ले होइन यति हुन्छ यतिमा धेरै छिटो कि धेरै यस्तो लामो बटार्नु पर्दैन कि यति बटारै भइदियो कि अर्को बाइकमा यस्तो बटार्नु पर्छ नि यहाँ अब यति बटारै सक्यो कि यति मात्रै ल सबै कुरा ठिक छ जस्तो लाग्छ मलाई यसको एङ्गल हेरेर अब फुल्ली टाइट गर्छु फुल्ली टाइट गरेपछि सकिन्छ हो यो पुरो यस्तो भएर दबेको छ फ्ल्याट यसलाई चाहिँ हल्का यस्तो गराउनु पऱ्यो कि यस्तो गराएपछि अलिक सो पनि देखिन्छ बटार्ने पनि अलिक ठाउँ पनि बस्छ होला यसमा पक्कै पनि होइन जोस् यस्तो गरायो भने अलिक नराम्रो देखिन्छ कि सो यसलाई हल्का उठाएर यस्तो स्टाइलमा राख्नु पऱ्यो कि आफूले पनि होइन यस्तो हेर्दा निप्पी भनेर देखियोस् नि पैसा हालेको त देखिनु पऱ्यो नि ल यो चाहिँ ठिक जस्तो ल यतिको लेभल चाहिँ ठिक जस्तो लाग्छ मैले अझै कस्न गइरहेको छु होप दिस भिडियो इज युजफुल होइन तपाईँहरूले नि भिडियो हेरेर आफै इन्स्टल पनि गर्न सक्नुहुन्छ आफैले पनि इन्स्टल गर्न सक्नुहुन्छ के भन्छ अरे त्यो ग्यारेजमा गएर 200-300 चुन लाउनु भन्दा आफै इन्स्टल गरे पनि हुन्छ है यो घरमै ल गाइस फाइनली मोमेन्ट आयो यसैको लागि हो कि अफ गरेको यसैको लागि हो पस्छ कि नै भन्ने हो यो त मजाले प्ले भइरहेको छ होइन अब यो छेड्छ किन है सम अल गुड यति छेड्न छ है अब के यार छिर्यो मिठो गिरी भएको छ फ्रीमा भयो अरे कि 300 रुपियाँ बच्यो 300 रुपियाँ बच्यो है गाइस 300 रुपियाँ त बच्यो स्टार्ट गरेर हेरौँ होइन किनभने ह्यान्डल कहिले कसो यस्तो गर्दा नि भ्याँ गर्ने यस्तो गर्दा नि भ्याँ गर्ने आवाज आउँछ किनभने तन्केको हुन्छ नि त्यो त्यही भएर स्टार्ट गरेर हेरौँ है पहिला किक हानौँ यसो बाइकमा तुच्छ होइन बाइकमा चाहिँ किक हान्न पर्छ स्टार्टको लागि नभयो नि त्यो तेल जमेको हुन्छ तल सो त्यसलाई चाहिँ इन्जिनमा यसो खेलाउनु पर्यो पेट्रोल अफ गरेको थियो फेरि स्टार्टै नहुँदैन 1 ट्याप स्टार्ट गरेर देखाइदेऊ वाचिङ होइन अब चिया ब्रेक पनि भएको छ
इन्स्टलेसन चाहिँ भइयो होइन। अब स्टक पनि राख्ने हो फाल्ने चाहिँ होइन, बिकज इनकेस बाइक बेचिन्छ भने सबै सामान निकाल्नु पऱ्यो नि होइन। जे होस् त्यस्तो केही गाह्रो नहुने रहेछ होइन। होप दिस भिडियो वाज होइन युजफुल फर यु गाइज होइन, एज वेल घरमा आफै इन्स्टलेसन गर्नको लागि। अनि मेरो मेन रिजन चाहिँ होइन पैसा बचाउन भन्दा पनि इन्स्टल गरौँ न, आफै हेरौँ कस्तो हुने रहेछ होइन, सिकौँ केही कुरा भन्ने हो। अनि त्यो काम भएपछि त्यो जुन सेटिस्फ्याक्सन मिल्छ नि आफूलाई, अबे जल्दी बोल, कल सुबह पनवेल निकल। जुन सेटिस्फ्याक्सन मिल्छ नि आफूलाई, मनै कस्तो सर्र भएर आउँछ क्या, त्यही हो होइन। बाइक पनि स्टार्ट भयो, ह्यान्डल घुमाउँदा पनि त्यस्तो केही अड्केको छैन। ल यति नै आजलाई, पिस, किप वाचिङ, किप लभिङ, किप सपोर्टिङ है। बाइकमा अझै अपग्रेडहरू गर्न छ। पावर, अब पावर पार्ट पनि मगाएको छु मैले यसको लागि अस्ट्रेलियाबाट है। सबै निपीको कार्बोरेटर छ, एउटा सिडिआई छ, अनि इग्निसन कोइल, अझै एउटा स्पार्क प्लग, मेन कुरा होइन पावरको लागि चाहिँ। अर्डर त भयो के अरे, अब आउँछ, सिपिङ कहिले हुन्छ भन्ने होइन नेपालमा, डाइरेक्ट नेपालको सिपिङ गराएर हालेको छ। यो त्यो पनि हालेर हेर्छु मैले होइन, पावर कति के इन्क्रिज भयो, सबै भिडियो दिन्छु क्या मैले। फेरि अहिले होइन युट्युबमा हेरेको क्रस फायरको होइन, त्यो अपग्रेडहरू गरेको केही खासै भिडियो पाउँदैन कि, जुन हुन्छ नि होइन, मान्छेले निपीको कार्बोरेटर हालिरहेको हुन्छ होइन, एयर फिल्टर चेन्ज गरिरहेको हुन्छ, स्पार्क प्लगहरू, अब यही थ्रोटल बडीहरू होइन, सबै हालेको हुन्छ, तर भिडियो कसैले पनि हाल्दैन कि किन खै होइन। मैले चाहिँ होइन एकदम रहरले किनेको बाइक होइन, सबै अपग्रेड्सहरू पनि रहरले गरेको होइन। सो मलाई चाहिँ होइन रहरवाला मान्छे हुन्छ नि, रहर गर्ने मान्छेहरू हुन्छ नि अरू त, सो उनीहरूको लागि भिडियो बनाएर अपलोड गरेपछि चाहिँ पछि उनीहरूलाई नि युजफुल हुन्छ होइन। आफै काम गर्न खोज्नेहरू होइन, आफै बनाउन खोज्नेहरू को लागि चाहिँ होइन हो है यो भिडियोहरू चाहिँ है। सो गाइस थ्याङ्क यू, किप लभिङ, किप सपोर्टिङ, स्टे वाचिङ होइन। सब्सक्राइब, भ्यू बढ्न पऱ्यो, सब्सक्राइबर पनि बढ्न पऱ्यो अनि ल चिया अब एक्स्ट्रा आएको छ है मम्मीको पनि, अब थप्न पऱ्यो है। चाय लभर्स चाहिँ यता आम है, अघि एक कप अहिले फेरि एक कप। Okay guys, that's it for today. Thank you for watching. Keep loving, keep supporting. Bye bye.